मर्निङ गाइज होइन आज रातभरि चाहिँ रमाइलो सुताइ भन्दा पनि सुते त खासै केही भएन। 1-1.5 घन्टाको मात्र सुताइ भयो। मुखदेखि नै थाहा हुन्छ होला। त्यसो ओभरअलमा रमाइलो भयो है बहिनी? रमाइलो भयो त एकदम। हामी त अब लङ त सुतेको छैन लामो त, तर जस के भयो यो नेचरले गर्दा हेरि त्यसले गर्दा फ्रेस त फ्रेस नै हुन्छ। चारैतिरबाट जनावरले घेरेको छौँ नि हामीहरू। भाँडा मार्दैछ सर, लाइनमा हुनुहुन्छ ब्रस लिएर, म पनि लाइनमा छु यो सामान पानी लिएर। लामै टवेल लिएर जानुभयो त। अब लगभग रेडी हुन लागिसकेछौँ। एकछिनमा हामी सबै निस्किने। A few moments later. Right, man in black, man in blue. 5, 6, 7, 8, 9, 10. This is day 2 guys. Keep continue watching our vlog. एउटा गाडी शपिङ गर्न जाम, सबै किन जाने? सबै एकचोटि पुगेर पनि आऊँ के चाहिँ। चलिरहेछ है बहिनी? हजुर त यहाँ न टोपी नै सम्बन्ध गरेर यहाँ उठेर बान्दिनु न। ए माम्रो के मान्लो। घाम पनि लाग्दैन भनेर सोचिरहेको थियो, तर घाम लाग्यो। रमाइलो भइरहेको थियो। गडलडुको भ्यू चाहिँ यस्तो छ है त। मेरो अगाडि यस्तो छ। मायाको डोरीले तिमीलाई बाँधौला, मैको मुटुकामा तिमीलाई चढौला। हामी फेरि अब यहाँनिर चाहिँ लोकेसन चेन्ज गर्ने कुरा भयो, किनकि पानी यो वेभ छ छाल होइन यहाँसम्म आयो क्या। हामी बसेकोनिर आयो। ल यो भ्यूसँगै होइन घाम पनि थोरै कम भइसक्यो। डडलदुको यात्रा यति नै हो। सिक्यो हामी फर्किन थालेको।
the night away, hang out the whole next day. 2 hours later. बाटोमा त मुत्या थिएन अहिले पछि खाएर भयो पानीमा चाहिँ पक्कै मुत्नु भयो होला सरले आज डोरमा चिसो पनि लागै थियो यो चाहिँ नाइ नभन्नु है सर पानीमा आज पानीमा छैन नहुने कुरा चाहिँ नगर्नु आजको त खतरा हो कफी खाइरहेको हामी कफी नै हो खोकोरीलाई पितल छापा हाँसियालाई बाला